सप्लाई साइड अलिक बढेको छ, त्यसलाई चाहिँ नि डिमान्ड साइड पनि चाहिँ बढाएर बजारलाई ब्यालेन्स गर्ने चिज, संस्थागत लगानीकर्ताको भूमिका बढाउने चिज, अहिले जुन चाहिँ कर बढाइयो चाहिँ फाइनल पहिलेदेखि थियो, अलिअलि ग्रे एरिया थियो, तर कर बढाइयो, त्यो कर बढाएको चिजलाई समायोजन गरेर घाटा समायोजन गरेर मात्रै कर लिने व्यवस्था होस् भन्ने किसिमका चिजहरू, राष्ट्र ब्याङ्कले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्नको लागि चाहिँ नियामकीय व्यवस्था गरिदिने चिज, एनआरएनलाई चाहिँ नि भित्र्याउने चिज, फास्ट ट्र्याकबाट भित्र्याउने कुरा, अनि स्टक एक्सचेन्जको पुनर्संरचना गरेर प्रविधियुक्त बनाउने, एकदम हाइली क्वालिफाइड मान्छेहरू त्यहाँ आउन सक्ने वातावरण बनाउने, औजारहरू ल्याउने, कारोबारका औजारहरू चाहिँ नि डेभलप गर्ने चिजहरूमा चाहिँ काम गर्नु पर्यो भन्ने किसिमको कुराहरू हामीले गऱ्यौँ। धितोपत्र बोर्डले चाहिँ नि आइपिओको प्रणालीलाई सुधार गर्नु पर्यो, यो 10 किते नीतिदेखि लिएर गएर यो सबै चिजहरू हटाएर बजारलाई चाहिँ नि स्वस्थ बनाउनको लागि चाहिँ क्वालिफाइड इन्स्टिट्युसनल इन्भेस्टर मार्फत चाहिँ नि बुक बिल्डिङ प्रक्रिया अपनाएर चाहिँ आइपिओ ल्याउने कुरा गर्नु पर्यो भन्ने किसिमको कुरा गऱ्यौँ। इन्ट्राडे चलाउनु पर्यो, इन्ट्राडे चलाएर बजारको कन्फिडेन्स र भोल्युम बढाउनु पर्यो भन्ने किसिमको कुराहरू गऱ्यौँ। उहाँले यो सबै चिजहरू सुन्नुभयो। नियमनको तपाईँहरूले यो भनिरहेको चिजहरू हामीले यी चिजहरूमा काम पनि गरिरहेछौँ र फेरि नियमनकारी निकायका प्रमुख र मार्केट अपरेटरलाई बोलाएर चाहिँ छलफल गरेर यसलाई चाहिँ नि हामी कार्यान्वयनमा लैजान्छौँ, तपाईँहरूका जायज मागहरू हामी इम्प्लिमेन्टेसनमा लैजान्छौँ भनेर सामान्यज्यूले भन्नुभयो। होइन यो फाइनल होइन र भन्नुभयो उहाँले, तर घाटा समायोजन गर्ने व्यवस्था छैन सामान्यज्यू, यसमा घाटा समायोजन हुने व्यवस्था पनि होस् भनेर हामीले भन्यौँ।